नमस्कार। झापा 5 को पछिल्लो अपडेट भनेर मैले भिडियो बनाउन थालेको पनि लगभग 1 महिना भन्दा धेरै भइसकेको छ। यो अवधिमा चाहिँ तपाईको बालेन्द्र शाह झापा 5 मा आएर चुनाव लड्छु भन्ने एउटा समाचार बाहिर आइसकेदेखि चुनाव जितेर तपाईको प्रमाणपत्र ग्रहण गरेर लिएर चानो जेलको अन्तिम समयसम्म पनि म प्रत्येक चोटी बालेन्द्र शाह सँगसँगै छु। ती सुरुका दिनहरू जुन दिनमा तपाईको झापा 5 मा एउटा मानिसको जनसागर उर्लेको थियो, त्यो सबै सोशल मिडिया मार्फत अथवा यहाँ भएका प्रत्यक्षदर्शीहरूले पनि त्यो भिडियो देख्नु नै भएको थियो। त्यसलाई अन्य पार्टीका दलहरूले, अन्य पार्टीका तपाईको कार्यकर्ताहरूले, नेताहरूले जुन तरिकाले एउटा घुमाउने कुरा गरे, मान्छेहरूको दिमाग भुट्ने कुरा गरे कि बाहिरबाट मान्छे लिएर आएर भिड देखायो भन्ने कुरा गरे, त्यो कुरालाई 100% गलत साबित गरिदिएको छ पछिल्लो पटक आएको अन्तिम मत परिणामले। म यो बेलामा यो भन्न चाहन्छु कि मैले भिडियो बनाइराख्दाखेरि प्रत्येकचोटि बालेन झापामा हुँदाखेरि प्रत्येक दिन म बालेन सँगसँगै छु। बालेनले कसरी मान्छेसँग कुरा गर्छन्, कसरी इन्टरेक्ट गर्छन्, हैन, कसरी आफ्नो चुनाव प्रचार गरेका छन् भन्ने कुरा मैले मेरो आँखाले देखेको छु। जुन कुरा मेरा सामाजिक सञ्जालमा पनि भिडियोहरू मैले हालेको छु, तपाईले धेरै माया गरिदिनु भएको छ। यो तपाईको 1 महिनाको अवधिमा मैले धेरै त हैन, त्यही पनि फेसबुक, टिकटक र युट्युब गरेर 5 मिलियन भन्दा बेसी भनेको 50 लाख भन्दा बेसी व्यक्तिहरू समक्ष मेरो भिडियो पुर्याउनलाई सहयोग गरेको छु। यो मेरो यात्राको क्रममा जति पनि जोडिनु भएको छ धेरैजनालाई, सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र म यो कुरा भनिरहँदाखेरि म केही कुरा यहाँ थप्न चाहन्छु। बालेनले जसरी सुरुमा झापामा चुनाव लड्ने भनेर मनोनयन दर्ता गर्न आउनु भएको थियो, त्यो कुरालाई कसरी बङ्गाइयो, त्यसपछि तपाईको चुनाव प्रचार प्रसारलाई कसरी अघि बढाइयो भन्ने विषयमा अलिकति बोल्नु जरुरी हुन्छ। किनभने बालेनले कहीँ पनि मलाई भोट दिनु भनेर भनेको मैले यो चुनावको अभियानमा कहीँ पनि सुनिनँ। न उनले आफ्नो सामाजिक सञ्जालमा नै कुनै पनि पोस्ट गरे भोटको लागि भनेर, न कहीँ गएर मतदाताहरूलाई मलाई भोट दिनु भनेर भने। बस उनले यति भयो कि सन्चै हुनुहुन्छ, खाना खानुभयो, चिया खानुभयो जस्ता तपाईँका नर्मल शब्दहरू प्रयोग गरेर 5 मा जम्मा 7 दिन मात्रै बिताएका बालेन्द्र शाहले केपी शर्मा ओलीको विरासत रहेको झापा 5 को किल्लालाई नराम्ररी हल्ला र उखालेर फालिदिएका छन्। पछिल्लो मतगणना हेर्दाखेरि म तपाईँलाई यहाँ सुनाउँछु। 68,348 मत ल्याएका बालेन्द्र शाहले नेपालकै सर्वाधिक मत ल्याउने जनप्रतिनिधिको रूपमा नाम लेखाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका केपी शर्मा ओली, जसलाई चाहिँ झापा जिल्ला लाल किल्ला भन्ने एउटा स्लोगन तयार पारेर प्रचार प्रसार गरिएको थियो, उनले जम्मा 18,734 मत मात्रै ल्याउन सके क्या। अब यो अवस्थामा तपाईको उनीहरूको मतान्तरै नै लगभग 49,614 भनेको लगभग 50,000 को भारी मतान्तरले बालेन्द्र शाहले केपी शर्मा ओलीलाई पछाडि पारेर झापाबाट चुनाव जितेर गएका छन्। र यो भनिरहँदाखेरि मैले अर्को कुरा यसमा के जोड्नुपर्छ भने झापा 5 बाट भनिरहँदा झापा 5 मात्रै होइन, झापा 1, 2, 3, 4, 5 नै पुरै राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिन स्विप गरेको छ। यो पनि एउटा ऐतिहासिक हो। जबकि झापालाई तपाईको झापा जिल्ला लाल किल्ला भनिन्थ्यो, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र यहाँका जनताको नयाँ विचार, नयाँ भावनाले चाहिँ झापा जिल्ला निलो किल्लामा परिणत भएको छ क्या। यो एउटा चुनाव प्रचार प्रसार गर्ने जुन शैली छ पुराना दलहरूको, त्यो प्रचार प्रसार शैली भन्दा फरक तरिकाले चुनाव प्रचार प्रसार गरेका बालेन्द्र शाहले जम्मा 7 दिन मात्रै बिताएका थिए झापा 5 मा। लगभग देशैभरिमा 50 वटा जिल्ला भन्दा बेसी उनले घुम्न भ्याए। झापा 5 को मात्रै प्रतिनिधि नभएर राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेताको हैसियतले देशका कुना कुनामा पुग्नुपर्छ भन्ने एउटा पार्टीको धारणा र स्थानीय जनताको चाहनालाई मध्यनजर गर्दै उनी 50 वटा जिल्ला भन्दा बेसीमा भ्रमण गर्न पुगेका थिए। जनताको मन र घर घरमा बस्न सफल भएका बालेन्द्र शाहले अब आउने दिनमा जुन राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरेको छ, त्यो बहुमतलाई कसरी अगाडि बढाउँछन् र अन्य दललाई कसरी अगाडि लिएर जान्छन् भन्ने कुरा हेर्न बाँकी रहेको छ। यो अवधिमा बीचमा मिडिया ट्रायल भयङ्कर भइरहेछ। अहिले पनि तपाईँले मिडियामा देख्न सक्नुहुन्छ कि राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेताको हैसियतले प्रधानमन्त्री हुने बाटो खुल्दैन, किनभने सभापति नभइकन प्रधानमन्त्री हुन पाइँदैन भने दुनियाँ मिडिया ट्रायल भएको छ। अब रवि लामी छाने पनि तपाईँको आफ्नो सहकारीको मुद्दाको कारणले गर्दाखेरि सभासद अहिले हुन पाउँदैन भने दुनियाँ यो मिडिया ट्रायल भइरहेछ। हाम्रो
हाम्रो जुन तपाईँको स्थानीय हामी जनता छौँ, हामीले परिवर्तनको आगो बालिसकेका छौँ र स्थानीय स्तरमा जो नेताहरूलाई छानेर पठाउनु पर्ने हो, जसले देश बनाउँछ भन्ने कुरा हामीलाई विश्वास थियो, जसले मत परिवर्तन गर्नुभएको छ। पार्टीको आस्था हुँदै पनि उहाँहरू सबैलाई धन्यवाद। हामीले हाम्रो काम गरिसकेका छौँ। अब माथिको काम भनेको रवि लामिछाने, बालेन्द्र शाह लगायतका राष्ट्रिय स्वतन्त्र पार्टीका टिमले पक्कै पनि जनताको मतलाई अवमूल्यन गर्दैनन् भन्ने कुरा हामीलाई 100% विश्वास छ। अब आउने दिनमा कस्तो खालको राजनीतिक समीकरण बन्छ, कस्तो खालको वातावरण बन्छ, कानुन के बन्छ भन्ने कुरा हेर्न बाँकी नै छ। र यो सँगसँगै हिजो भर्खर पनि तपाईँको जुन जेनजी आन्दोलनको कार्की प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाइसकिएको छ र यसको कारबाही पनि अब प्रधानमन्त्रीले भन्नुभएको छ अब हाम्रो केही दिन मात्रै हो, नयाँ आउने सरकारले नै यो सम्बन्धी कार्य गर्छ होला भनेर भन्नुभएको छ। हेरौँ अब को जाकिन्छन्, को फेला पर्छन्, को भित्र जान्छन्, को बाहिर जान्छन्, त्यो समयले बताउँछ। तर अहिले मिडिया ट्रायलमा तपाईँले ध्यान दिएर आफ्नो मन भड्काउनु भन्दा यथार्थमा आधिकारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको जुन उनीहरूको कार्यशैली छ त्यसबाट हामीले अगाडि हुने प्रक्रियाहरू आंकलन गर्न सकिन्छ, न कि मिडिया ट्रायलमा विश्वास गरेर सामाजिक सञ्जालमा झगडा गर्दाखेरि यो कुरा सल्भ हुने देखिन्छ है त। यो पछिल्लो अपडेट थियो झापाको। धेरै धेरै धन्यवाद।